यो कांग्रेस र एमाले मिलेर बनेको 2/3 सरकारले गर्न चाहिँ के खोजिराखेको छ? रापरपा र राजावादी शक्तिहरूले राजा फर्काउन भन्दै आन्दोलन घोषणा गरिराखेको बेलामा आन्दोलनलाई नै मलजल गर्ने गरेर कुलमान घिसिङ जस्तो व्यक्तिलाई बर्खास्त गर्छ। तीन कुने घटनाले सरकार सामु सयौं प्रश्न खडा गरिराखेको बेलामा फेरि काठमाडौँ महानगरपालिकाको प्रशासकीय अधिकृतमा विवादित व्यक्ति सरोज गुरागाईँलाई कार्यकर्ता र कर्मचारी लगाएर जबरजस्ती तोडफोडै गरेर कार्यालय घुसाउने काम गर्छ। यसले गणतन्त्रलाई मजबुत बनाउने काम त पक्कै गर्दैन। कतै रापरपा र राजावादीहरूको आन्दोलनलाई भड्काएर उग्र बनाउने षड्यन्त्र त भइरहेको छैन। कतै राजा फर्किहाल्यो भने त्यसमा पनि कांग्रेस र एमाले मिलेर हालिमुहाली गर्ने षड्यन्त्र त भइरहेको छैन। के लाग्छ तपाईहरुलाई? यसो कमेन्टतिर लेख्नुस् त।